एभ्रिवान जेठ 2 गते रोपाई गरेको तपाईँहरू देख्न सक्नुहुन्छ। पानी नभएको हुनाले कस्तो भएको छ हालत हेर्नुहोस्। यता पनि हेर्नुहोस्। र कुला काटेर आज हात पनि यस्तो भएको छ। कुला काटेर तपाईँहरू देख्न सक्नुहुन्छ। यता कुला काटे उता पनि छ अनि यता पनि काटे। यता चाहिँ काट्यो भने कि यता चाहिँ काटेकै छ अनि उता काट्नुपर्छ कि क्या। जेठ 2 गतेको फर्स्ट रोपाई तपाईँहरूलाई थाहा नै होला। मैले एउटा भिडियोमा हालेको पनि थिएँ। तपाईँहरू गएर भिजिट गर्न सक्नुहुन्छ च्यानलमा। युट्युब च्यानलमा भनौँ कि फेसबुक पेजमा भनौँ। अहिले पनि यस्तो खोला काटेर आए। यता पनि खेतको हालत चाहिँ यस्तो भएको छ पानी नभएर। उता काम गर्दै मैले उता पनि जोत्नु पर्ने छ। ऊ देखिरहेको छ नि बल्द, त्यता पनि जोत्नु पर्ने छ। जोत्नु पर्ने छ अनि उताबाट पानी लगाउनु पर्ने छ। अहिले हेर्नुहोस् गाइस मेरो पछाडि खेतको हालत कस्तो भएको छ भनेर। अहिले चाहिँ पानी लगाउनको लागि रेडी गर्न लाग्यो। यहाँ पनि हेर्नुहोस्। तपाईँहरूलाई कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला के गर्नुपर्छ। अहिले यो असारको महिनामा जेठको 2 गते रोपेको, जेठको लास्ट 2 गते हो नि होइन, जेठको 31 असार भनौँ, जेठको 31मा रोपेको हो। कसैले पनि रोपेको छैन। तपाईँहरू देख्न सक्नुहुन्छ। यी खेत पनि उतासम्म गएर रोपेको हो। र आजभोलि मैले फेसबुक पेजमा पनि भिडियो अपलोड गर्ने गरेको छैन। र मेरो फेसबुक पेजमा डाउन भएर पुरै एक गल्तीले पुरै मेरो डाउन भएको छ। त्यो भ्युज बढाइदिनको लागि तपाईँहरूको सपोर्ट चाहिन्छ। र तपाईँहरूले चाह्यो भने मेरो च्यानललाई ग्रो गर्नमा अलिक मद्दत गर्न सक्नुहुन्छ। त्यही भन्न चाहन्छु। फेसबुकमा काम गरेर आज फेसबुक र युट्युबमा धेरै सालदेखि मेहनत गरेर आज अब के भनौँ। तपाईँहरूलाई म भिडियो डेली हाल्ने गर्थेँ, तर डेली होइन, अब कहिलेकाहीँ मात्र हाल्ने गर्छु के। भिडियोको एल्गोरिदमले पनि के अरे फेसबुक पेजको र युट्युबको एल्गोरिदमले पनि भिडियोहरूलाई डेली अपलोड गऱ्यो भने त्यो बुझ्नु एल्गोरिदमलाई गाह्रो हुन्छ भनेर म कहिलेकाहीँ मात्र भिडियो हाल्ने गर्छु। तपाईँहरूले सल्लाह सुझाव दिनु छ भने कमेन्ट बक्समा गएर कमेन्ट गर्नुहोला। तबसम्मको लागि जय नेपाल।